भनेर छ लाइट बालिरहेको छौँ साइकल टेक्दैछौँ बाउ छोरी भएर अलिकति उकालो ठेलियो अब चाहिँ साइकल चढ्नु पर्यो अगाडि गयो अटो गयो 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 हामी पनि जाँदैछौँ मोबाइल बालेर मोबाइलको लाइट साइकलमा स्ट्यान्ड राखेर भाइ छोरी लेट्स गो राइड आई राइड बाइसाइकल अन द रोड गो 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 आयो है अगाडि के आयो अगाडि हाइवे आयो बिपी हाइवे बिपी हाइवे बिपी हाइवे बिपी हाइवे जिल्ला ट्राफिक प्रहरी कार्यालय आइपुग्यो अब यहाँबाट बसहरू के आयो बस होइन ट्रक आयो ट्रक आयो ट्रक आइरहेको छ ट्रक आयो हाम्रो यात्रा जारी छ निरन्तर यात्रा जारी छ निरन्तर दबाउ पछाडि छोरीलाई बोकेको छु छोरी लोड छ अगाडि म बाइक चापिरहेको छु बाइक बिहारको पाइडल हानिरहेको छु 1 2 3 4 गयो अगाडि ट्राफिक पोस्ट आइरहेछ ट्राफिकले त हामीलाई रोक्दैन नि हाम्रो लाइसेन्स छैन भए पनि डर छैन साइकल हो हिरो हन्डा है उकालोमा बल पर्यो छोरी बाबालाई बल पर्यो थाक्यो है उकालोमा यहाँनिर चाहिँ अगाडि बत्ती बल्यो देख्नु भएको छ नि त्यो चाहिँ ट्राफिक प्रहरी पोस्ट सिन्धुली ट्राफिक प्रहरी पोस्ट दुईवटा कारहरू बसिरहेछ र अटो गयो यताबाट अटोको पछि जानु पर्यो अटोको पछि छोडिहाल्यो नि अटोले छोड्यो पक साइड लागेर त्यहीँ बसेको साइड लागेर तिमी गयो तल्थ्यो हाम्रो यहाँनिर सिसी क्यामेरा भएको ठाउँमा आइपुग्यो है हाम्रो पनि फोटो खिच है सिसी क्यामेराले जिम्के आँखा जिम्के खिच्यो खिच्यो ट्राफिक सिसी क्यामेरा नि खिच्यो है हामीलाई बाउछोरीलाई खिच्यो अब चाहिँ हाम्रो मेरो बहिनीको पसलनिर आइपुग्न लागे बहिनीको पसलभन्दा माथि सकमके रोडमा बुवाको पसल छ नवीन टेलर्स प्रसाद बुद्धनगर चोकमा आयो अटो गयो बजारतिर गयो अटो अब चाहिँ हाम्रो आइपुग्यो बुद्धनगर चोकमा पुरै लाइटिङ उज्यालो छ छेउमा बहिनीको पसल छ बहिनी पसल बन्द गरेर घर गइसकेको छ अब चाहिँ हाम्रो बुद्धनगर चोकको पसलहरू है यो अनि ठुलो फलफुल पसल
चाहिँ हामी उकालो हल्का दाब्नु पर्ने छ। दाब्दैछु यहाँनिर यो साइडमा चाहिँ मेरो बुवाको पसल छ। बुवाहरू पनि पसल बन्द गरेर घर गइसक्नु भयो। हामी बाउछोरी चाहिँ भर्खर जाँदैछौँ पसल बन्द गरेर। हाम्रो डाँडा टोल गहिरी आउन लाग्यो है। मैले पानी थाप्ने धारो आइपुग्न लाग्यो। स्लोली ब्रेक ह्यान्ड ब्रेक स्लोली अलिकति खाल्टो पऱ्यो। ह्यान्ड ब्रेक लेफ्ट एन्ड राइट ह्यान्ड ब्रेक माई डटर sit back side front me slowly नभोको कुराहरू पनि भोगिरहेछ। कुराहरू भोगेर साला पानी थाप्ने भारोमा यतिखेर पनि के छ यो बाइक रोकेर राख्नुपर्छ नि। यो बाइक रोकेर ठाउँतिर हाम्रो पानी थाप्ने भारोहरू हाम्रो गहिरी आयो। गहिरी चकमके रोड गहिरी बजार गहिरी बजार चकमके रोड प्लेस नेम इज गहिरी बजार गहिरी धारा। यो पसलबाट एउटा कान्छी छोरीलाई चिजबल लगिदिउँ पसल चाहिँ यता छ। पसल यही घरमा हो। कान्छी छोरीलाई चिजबल लगिदिनु पऱ्यो। सर यहाँ राखेर झन् कान्छी छोरीले एउटा चिजबल किनिदिनु पऱ्यो। सानैलाई चिजबल किनिदियो एउटा बुनु यता गई पसलमा किन चिजबल किनी छोरीले आऊ रात परिसक्यो छिटो जानुपर्छ घरमा। कहाँ बोक्ने हातमा बोक्ने झोलामा अब यता ह्यान्डल क्रस गरेर हामी लाग्नुपर्छ। हिँड्दै गर्न त अगाडि बाल पुग्छ हो त्यहाँनिर बस। सरलाई अलिकति हिँडाउनु पऱ्यो। छोरी अलिकति मात्रै। त्यहाँबाट फेरि साइकल खेल्नुपर्छ अलिकति। कहाँ पुग्यो हो हिँड्दैछ अलिकति मात्रै हिँड्नु। त्यहाँबाट फेरि म तल साइकलमा चढाउँछु हिरो हन्डामा VR बाइकमा। दायर आइरहेको छ भिडियो हिँड्नु अगाडि भिडियो आउँछ अगाडि हिँड्न। हाइट चढेर अलिकति लगाउनु पऱ्यो। भनेको अलिकति थाहा जस्तो भयो हिँड्नै पऱ्यो अलिकति। पुरा अन्धकार देखिन्छ त हौ रोड त। उज्यालै छ त के हो यस्तो। हाम्रो लाइट छ नि मोबाइलमा। लगाइजाऊ यही हो बाटो। अहिले अन्धकार भयो। अहिलेको लागि यति नै गरौँ। कार गयो। हस् धन्यवाद। वाच दिस माई भिडियो।